Matthew chapter 25:14-30. किनकि यो चाहिँ कुनै मानिस जस्तो हो जसले परदेश जाँदा आफ्ना नोकरहरूलाई बोलाए, आफ्नो धन सम्पत्ति तिनीहरूलाई जिम्मा दिए। तिनले हरेकलाई तिनीहरूका आफ्ना योग्यता अनुसार एउटालाई 5 सुनको सिक्का, अर्कोलाई 2 र अर्कोलाई 1 दिएर तिनी गइहाले। तब 5 सुनको सिक्का पाउनेले तुरुन्तै गएर त्यो व्यापारमा लगाइकन अरू 5 सिक्का कमायो। त्यसरी नै 2 सिक्का कमाउनेले पनि अरू 2 कमायो। तर 1 सिक्का पाउनेले चाहिँ गएर भुइँमा खनेर आफ्नो मालिकको धन लुकाइराखे। धेरै दिनपछि ती नोकरहरूका मालिक आए र तिनले तिनीहरूसँग हिसाब मागे। तब 5 सुनको सिक्का पाउने नोकरले अरू 5 सिक्का त्यहाँ अगाडि आएर यसो भन्यो, हजुर तपाईले मलाई 5 सिक्काको जिम्मा दिनुभएको थियो, हेर्नुहोस् मैले अरू 5 सिक्का कमाएको छु। मालिकले त्यसलाई भने, स्याबास असल र विश्वासी नोकर, त थोरै कुरामा विश्वासी भइस, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। त आफ्नो मालिकको खुसीमा सहभागी हौ। 2 सिक्का पाउनेले पनि आएर भन्यो, हजुर तपाईले मलाई 2 सिक्का दिनुभएको थियो, हेर्नुहोस् मैले अरू 2 सिक्का कमाएको छु। त्यस मालिकले त्यसलाई भने, स्याबास असल र विश्वासी नोकर, त थोरै कुरामा विश्वासी भइस, म अब तँलाई धेरै कुराको जिम्मा दिनेछु। त आफ्नो मालिकको खुसीमा सहभागी हौ। 1 सुनको सिक्का पाउनेले पनि आएर भन्यो, हजुर नरोपेको जग्गाबाट कटनी गर्ने र ननिफेको ठाउँबाट बटुल्ने तपाईँ कठोर मानिस हुनुहुन्छ भन्ने मलाई थाहा थियो। यसैले मलाई डर लाग्यो र गएर तपाईँको सिक्का मैले माटो मुनि लुकाइराखे। हेर्नुहोस् यो तपाईँको सिक्का लिनुहोस्। त्यसका मालिकले त्यसलाई जवाब दिए, ए दुष्ट अल्छे नोकर, नरोपेको ठाउँबाट कटनी गर्छु र ननिफनेको ठाउँबाट बटुल्छु भनेर तैले जानेको थिइस् भने तैले मेरो धन सौका राख्नु पर्ने थियो र आएर मैले तेरो धन ब्याज समेत फिर्ता पाउने थिए। यसकारण त्यसबाट यो सिक्का खोस र जससँग 10 सिक्का छ त्यसलाई देऊ, किनभने जससँग छ त्यसलाई अरू दिनेछ र त्यससँग प्रशस्त हुनेछ, तर जोसँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछन्। त्यस बेकामको नोकरलाई चाहिँ बाहिर अन्धकारमा फालिदेऊ, जहाँ मानिसहरू रोनेछन् र दारा किट्नेछन्। परमेश्वरले यस वचन पढाइमा हामी प्रत्येकलाई आशीर्वाद दिनुभएको छ। यो चाहिँ परमेश्वरको राज्यको बारेमा एउटा इक्जाम्पल परमेश्वर ख्रीष्टले दिइराख्नु भएको छ। एकजना मालिक छ अनि त्यो मालिकले आफ्नो नोकरहरूलाई उनीहरूको योग्यता अनुसारको धन सम्पत्ति दिएर मालिक जानुहुन्छ। अनि मालिक जब फर्किनुहुन्छ तब त्यो जसलाई जिम्मा दिएको थियो उनीहरूको योग्यता अनुसार उनीहरूसँग हिसाब माग्छ र पहिलो व्यक्तिलाई दिएको थियो उसको योग्यता अनुसार 5 तोडा 5 सिक्का, सेकेन्डकोलाई 2 सिक्का अनि थर्डकोलाई चाहिँ 1 सिक्का। परमेश्वरले जसलाई सिक्का दिनुभयो उनीहरूको योग्यता अनुसार दिनुभयो, उनीहरूको क्षमता अनुसार दिनुभयो। फर इक्जाम्पल यहाँनिर 3 जना बसेको छ, एकछिन खडा भइदिनुहोस्। हाम्रो एल्डर जोसन, डिकन सिलाज्यू, डानियल भाइ। फर इक्जाम्पल हाम्रो डिकन सिलाज्यूलाई 5 तोडा दियो, 5 सिक्का दियो, एल्डर जोसनलाई 2 सिक्का अनि डानियल भाइलाई 1 सिक्का। अनि उहाँहरूको योग्यता अनुसार दिनुभयो। उहाँले जुन जिम्मा निभाउन सक्छ, जुन कार्य गर्न सक्छ त्यसको मात्रै जिम्मा दिनुभयो। उहाँमा जति क्षमता छ, योग्यता छ त्यति जिम्मा दिनुभयो। अनि भाइ डानियलमा जतिको उहाँकोमा योग्यता क्षमता छ त्यति मात्रै जिम्मा दिनुभयो, त्योभन्दा बढ्ता दिनु भएन। उहाँले सहन नसक्ने, निभाउन नसक्ने, फेस गर्न नसक्ने जिम्मा चाहिँ दिनु भएन मालिकले। उहाँहरूको जस्तो योग्यता छ त्यही अनुसारको जिम्मा मालिकले दिएर जानुभयो। अनि फर्केर आउनुभयो। हुन्छ, बस्दिनुहोस्, थ्याङ्क यू सो मच। अनि फर्केर आउनुभयो मालिक। अनि मालिकले जब हिसाब माग्छ त्यति बेला 5 तोडा पाउनेले आएर भन्दछ, मालिक तपाईले मलाई 5 तोडा दिनुभएको थियो अनि त्यसबाट मैले अझै 5 कमाएको छु भनेर 5 तोडा पाउने खुसीसँगले आएर मालिकलाई आफूले पाएको तोडा एट द सेम टाइम त्यो तोडाबाट अझै उसले 5 तोडा कमाएको चाहिँ मालिकलाई आएर दिए। अनि मालिक खुसी हुन्छ। अनि मालिकले भन्छ, स्याबास
मेरो असल र विश्वासयोग्य नगर, तो थोरै कुरामा विश्वास योग्य भइस। यसै गर्दा तो थोरै कुरामा विश्वास योग्य भएको कारण म तँलाई अझै धेरै कुराको जिम्मा दिनेछु र तो अब आफ्नो मालिकको खुसीमा सहभागी हो। आमेन। दुई पाउनीले पनि आएर भन्छ, मालिक तपाईले मलाई मेरो योग्यता र मेरो क्षमता अनुसार 2 तोडा दिनुभएको थियो, 2 सिक्का दिनुभएको थियो, त्यसबाट मैले अझै 2 कमाएको छु। हेर्नुहोस् भनेर चाहिँ मालिकको 2 सिक्का पनि फर्काए अनि आफूले कमाएको 2 सिक्का जम्मा 4 सिक्का फर्काए। अनि मालिकले भन्छ, स्याबास मेरो असल र विश्वासी नगर, थोरै कुरामा विश्वास योग्य भइस, विश्वासी भइस, यसै गर्दा म अझै तँलाई धेरै कुराको जिम्मा दिनेछु। अनि भन्नुहुन्छ आफ्नो मालिकको खुसीमा सहभागी हो। अब 1 तोडा पाउनेले चाहिँ आएर के भन्छ, मालिक तपाईले दिनुभएको तोडा लु लिनुहोस्। मैले चाहिँ तपाईले दिनुभएको तोडा चाहिँ जमिनमा खनेर लुकाइराखे, किनकि मलाई थाहा छ तपाईँ यस्तो व्यक्ति हुनुहुन्छ जसले नछरेको ठाउँबाट कटिनी गर्नुहुन्छ, ननिफरेको ठाउँबाट बटुल्नुहुन्छ भन्ने तपाईँ त्यस्तो हुन्छ भन्ने कुरो मलाई थाहा भएको कारणले गर्दा मैले त्यो तोडाबाट कमाइनँ, मैले लुकाइराखेँ। अनि त्यो व्यक्तिलाई चाहिँ के भन्नुहुन्छ, मालिकले 1 सिक्का पाउनेलाई, ए दुष्ट र अल्छे नकोर 26 मा नरोपेको ठाउँबाट कटनी गर्छु र ननिफनेको ठाउँबाट बटुल्छु भनेर तैले जानेको थिइस् भने तैले मेरो धन सौका राख्नु पर्ने थियो र आएर मैले मेरो धन ब्याज समेत फिर्ता पाउने थिएँ। यसकारण त्यसबाट यो सिक्का खोस र जोसँग 10 छ त्यसलाई देऊ, किनभने जोसँग छ त्यसलाई अरू दिनेछ र त्यसलाई प्रशस्त हुनेछ, तर जोसँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। त्यस बेकाम नकुरलाई चाहिँ बाहिर अन्धकारमा फालिदेऊ, जहाँ मानिसहरू रोनेछन् र दारा किन्नेछन्। थर्ड, 1 तोडा पाउने चाहिँ ब्रेन चलाउने खालको रहेछ, बुद्धि चलाउने खालको रहेछ। यसैले गर्दाखेरि आजको टपिक छ बी फेथफुल, विश्वास योग्य हुनु। जे दिएको छ जिम्मा, जे दिएको छ काम, यति मात्र गर्नु, बुद्धि लगाउनु होइन। 2 जनाले बुद्धि लगाएन, जे कामको लागि उनीहरूलाई जिम्मा दिएको थियो त्यो रुन्दर लागेर उसले के गरे, पुरा गरे। तर 1 जनाले चाहिँ बेसी बुद्धि चलायो, उल्टा मालिकलाई नै जवाब दियो। क्या तपाईँ यस्तो व्यक्ति हुनुहुन्छ भन्ने कुरो मलाई थाहा छ। नछरेको ठाउँबाट कटनी गर्ने, ननिफरेको ठाउँबाट बटुल्ने तपाईँ कठोर व्यक्ति हुनुहुन्छ। ए तिमी त साह्रो चतुर रहेछौ, तिमी त साह्रो बुद्धिमानी रहेछौ। वास्तवमा त्यो कस्तो खालको बुद्धि थियो भन्नुहोस् त? त्यो कस्तो खालको चतुराई थियो? ठग्ने। कस्तो अरे? ठग्ने, अल्छे। वास्तवमा ऊ चाहिँ कस्तो व्यक्ति रहेछ? अल्छे, विकेड एन्ड लेजी सर्भेन्ट भनेर यहाँनिर भनेको छ। दुष्ट अनि अल्छे नकुर भनेपछि थर्ड तोडा पाउने व्यक्ति, थर्ड सिक्का पाउने व्यक्ति, 1 सिक्का पाउने व्यक्ति, उसकोमा क्षमता योग्यता पनि त्यतिकै थियो र त्यति नै एउटा मात्रै दियो। मालिकलाई पनि थाहा रहेछ यो चाहिँ अलिक अल्छे छ, यो चाहिँ बाना बनाउने छ। त्यसले गर्दाखेरि 5 तोडा पाउने छ, एक्टिभ छ, फुर्तिलो, जहिले पनि यस यस हुन्छ भनेर जहाँ पनि पुगिहाल्ने, गरिहाल्ने। मालिकलाई थाहा भयो यसले चाहिँ गर्छ काम। 2 तोडा पाउने ठिकैको, एटलिस्ट यसले पनि गर्छ, उसले पनि कमाए, 5 पाउनेले पनि कमाए। तर 1 तोडा पाउने चाहिँ अलिक अल्छी नै थियो रहेछ, त्यसले गर्दा 1 तोडा चाहिँ दिएको रहेछ। मालिकले चाहिँ उसको क्षमता अनुसार चाहिँ त्यति नै दिएको रहेछ। सपोज 1 तोडा पाउनेलाई 10 तोडा दिएको भए के हुन्थ्यो? मालिकको तोडा के हुन्थ्यो? वेस्ट हुन्थ्यो। र थर्ड व्यक्ति जो छ नि त्यो चाहिँ हामी कहिले पनि नबनाऊ। सबैले भनोस् न आमेन। कहिले पनि नबनाऊ। त्यो चाहिँ कस्तो रहेछ? दुष्ट
र अल्छे। अब याद गर्नुहोस् है, जो 2 तोडा र 5 तोडा कमाउने थियो नि, उनीहरू चाहिँ खुरन्दर लागेको छ, अझै त्यसलाई डबल बनाउनको लागि। एउटा कुरा याद गर्नुहोस्, प्रभुको काममा बिजी भएको मानिसहरूमा अरूलाई हेरिरहने फुर्सद छैन। अरूले के लगायो, अरूले के खायो, के बोल्दैछ, कता जाँदैछ, फेसबुकमा एभ्रिडे के कन्टेन्ट हाल्दैछ, कस्तो प्रकारको बोली वचन गर्दैछ, त्यो हेरिरहँदैन बिजी भएको मान्छे। तर जो अल्छे छ, आफू पनि गर्दैन, त्यहाँदेखि अरूले गरेको हेरिबस्छ, त्यहाँबाट कुरा गरिबस्छ। हामीसँग अरूको कुरा गर्ने फुर्सद छैन। सबैले भन्नुहोस् न आमेन। हामी जब साथीहरूसँग भेट गर्छौँ, अरूको कुरा गरेर हामी समय बर्बाद गर्दैनौँ, प्रभुको कुरा गरेर समय हामी खर्च गर्छौँ। आमेन। जब हामी साथीहरूसँग भेट्छौँ, हामी अरूको ब्याकबाइटिङ गरेर, अरूको विरोध गरेर, अरूको आलोचना गरेर हामी समय बर्बाद गर्दैनौँ। प्रार्थना गरेर, आराधना गरेर, वचन पढेर, प्रभुको कुरा गरेर समय बिताउँछौँ। आमेन। तर अल्छेहरू चाहिँ कस्तो हुन्छ भन्नुहोस् त, आफू पनि गर्दैन, अरूले गरेको पनि देखिसक्दैन। क्रिटिक्स भन्छ नि, यो आलोचना, बिजी मान्छेको माथि क्रिटिक्स गर्ने समय छैन। Those who are busy, they don't have time for criticism. They don't have time for gossip. They don't have time for talking against other people. Because they are busy doing their own work, fulfilling their own responsibility. They don't have time. किनभने उसलाई थाहा छ, मालिकले मलाई जुन तोडा दिएको छ, त्यो तोडाबाट मैले अझै डबल कमाउनु पर्छ। आमेन। हालेलुया। त तपाईहरुले आफैले एकपल्ट आफैलाई निहाल्नुहोस् त, तपाई कस्तो हुनुहुन्छ? फुर्तिलो हुनुहुन्छ कि अल्छी हुनुहुन्छ? अल्छी नै हुनुहुन्छ? चेक योरसेल्फ। तपाईले एभ्री टाइम एक्सक्युजेस बनाउनु हुँदैछ, एभ्री टाइम बहाना बनाउँदैछ भने त्यसले साइन दिन्छ, त्यसले चिन्ह दिन्छ, you are really a lazy person. Those who make a lot of excuses all the time, त्यो चाहिँ पक्का के हो? त्यो चाहिँ चिन्ह हो ऊ के रहेछ भनेर, अल्छेर अल्छिने रहेछ भनेर। किन अल्छेर अल्छिनेको चाहिँ जहिले पनि अगाडि बाहना हुन्छै हुन्छ, केही न केही बाहना हुन्छै हुन्छ। यो त्यो यस्तो त्यस्तो केही न केही एक्सक्युजेस हुन्छ, तर जाँगरिलो मान्छेमा बाहना हुँदैन। हालेलुया। फुर्तिलो मानिसमा बाहनै हुँदैन। Are you making lot of excuses? तपाईले आफ्नो जीवनमा धेरै बाहनाहरू बनायो, होइन कि यस्तो कि त्यस्तो कि यो त्यो, अनि बाहना बनाइरहने मान्छेको जीवनमा चाहिँ जहिले पनि नोक्सानी आइराखेको हुन्छ। याद गर्नुहोस्, फलिफाप हुँदैन, किनभने उसले बाहना बनाएर उसले आफ्नो जिम्मा पुरा नगरेकोले गर्दाखेरि उमा परमेश्वरको आशिष हुँदैन। अल्छेर अल्छिनेलाई परमेश्वरले आशिष कहिले पनि दिनु हुँदैन। याद गर्नुहोस्, बाइबलमा त्यसो लेख्छ, काम नगर्नेले भोजन पनि नखाओस् पो भनेको छ त। याद गर्नु भएको छ? सो दुई प्रकारको लेजिनेसको कुरा छ, एउटा चाहिँ स्पिरिचुअल लाइफको, अर्को चाहिँ फिजिकल लाइफको। म इक्जाम्पल दिन चाहन्छु। तपाईँ कतिजना बिजनेस गर्नेहरू हुनुहुन्छ, मोमोको बिजनेस, आफ्नो रेस्टुरेन्ट, आफ्नो सलुन। तपाईँले सधैँ सोच्नु भने कस्तो हुन्छ होला? सधैँ बिहान उठेर मोमो बनाउने, त तपाईँले भन्नुहुन्छ होइन हौ अल्छी लाग्यो, सुतौँ होला अलिक। जब तपाईँले सुत्न थाल्नुहुन्छ नि, तपाईँको बिजनेस के हुन्छ? प्रोग्रेस हुन्छ कि घट्छ? हजुर, त्यो के कारणले गर्दा भन्नुहोस् त? अल्छी। तपाईँ अल्छी र अल्छी नै भइदियो भने नि तपाईको कम्पनी के हुन्छ? डुब्छ। तपाईको कारणले गर्दा कम्पनी के हुन्छ? डुब्छ। किनभने तपाईलाई दिएको रेस्पोन्सिबिलिटी तपाईले पुरा नगर्दाखेरि, तपाईले अलवेज बाना बनाउँदै गर्दाखेरि, अल्छिने भएको कारणले गर्दा तपाईको कम्पनी पनि डुब्छ। तर अलवेज तपाईँ जब जाँगरिलो हुनुहुन्छ, फरवर्ड आउनुहुन्छ, एक्टिभ बनिनुहुन्छ, तपाईको सानो बिजनेस पनि बढेर जान्छ। हालेलुया। यदि कसैको बिजनेस बढ्दैछ भने याद गर्नुहोस्, they are working hard. They are really working hard.
यदि कसैको बिजनेस बढेको छैन भने अरू कारण पनि हुन सक्छ, तर एउटा कारण चाहिँ यो पनि हो, बिकज अफ देयर लेजिनेस, लट अफ एक्सक्युजेस। बिजनेस नबढ्नुको कारण कतिजनाले प्रमोसन पाउँदैन, किनभने उसको काममा जहिले पनि एक्सक्युजेसहरू हुन्छ। एक महिनामा 15 दिन त छुट्टी नै बस्छ। अब एक महिना 15 दिन छुट्टी बस्यो भने त्यो मालिकले कसरी उसलाई प्रमोसन दिन्छ, कसरी उसको स्यालेरी इन्क्रिज गरिदिन्छ भन्नुहोस् त। तर उसले जब एक्टिभली काम गर्छ, उसले बिजनेस दिन्छ, तब मालिकले पनि उसको स्यालेरी बढाउन बाध्य पर्छ, किनकि ही इज अर्निङ, उसले कमाउँदैछ। तर एक महिनाको 30 दिनको ड्युटीको टाइममा 15 दिनै ऊ ड्युटी गइदैन भने त्यो कम्पनी प्रोग्रेस हुँदैन। त्यसले गर्दाखेरि मेरो स्पिरिचुअल लाइफमा आउन चाहन्छु, if you want to grow spiritually, if you want to become strong in the spirit, you have to wake up and pray. No excuses. यदि कसैले प्रार्थना गर्दैन भने it is because of the laziness, a lot of excuses. हाम्रो यसरी सोच्छ है, मन्डे पनि जानु, ट्युजडे पनि जानु, वेडनेसडे पनि जानु, थर्सडे पनि जानु, फ्राइडे पनि जानु, स्याटरडे पनि जानु, सन्डे पनि जानु। है, त्यति साह्रो आत्मिकी पनि हुनु हुँदैन। हामी क्रिस्चियनले त्यसो भन्छौँ, हामी क्रिस्चियनले त्यसरी एक्सक्युजेस बनाउँछौँ। तर तपाईँ मुस्लिम फ्यामिलीमा जन्मेको भए 5 बजे पुग्नुपर्छ मस्जिदमा। कति बजी? हो, 7:30 होइन है, 7 बजी होइन है, कति बजी? 5 बजे तपाईँ मस्जिद पुग्नु पर्थ्यो। तपाईँ यदि मुस्लिम फ्यामिलीमा जन्मेको भए एभ्री डे 5 o'clock, उनीहरू पनि बेङ्गलोर सिटीमै छ, फेरि उनीहरूको पनि 12, 1, 2 बजीसम्म त चलिराखेको हुन्छ बिजनेस। तरै पनि बिहान 5 बजे उनीहरू मस्जिदमा जान्छ नमाज पढ्नको लागि। भन्दैन आज त म 2 बजे सुतेको जाँदिनँ, भन्दैन। जान्छ नि लुगा सुगा है फेरेर, मुखसुख धुएर टोपी लगाएर जान्छ। त्यो पनि बिहान एकपल्ट मात्रै होइन हौ, दिनमा कतिपल्ट? 5 पल्ट भयो त। उनीहरूले कहिले पनि भन्दैन क्या, है पगलाकुले टोकेको छ क्या, बिहान 5 बजे सानो, त्यो पनि दिनमा 5 पल्ट ठिट भन्छ। तपाईँ यदि मुस्लिम फ्यामिलीमा जन्मेको भए नि, तपाईँ 5 बजे उठेर नि, 5 बजे उठेर होइन, 5 बजे चाहिँ मस्जिदमा पुग्नु पर्थ्यो। तर हाम्रो क्रिस्चियनहरू खोइ, हाम्रो क्रिस्चियनहरू खोइ, त्यो के रहेछ? जाँगरिलो रहेछ हजुर? आफैले एकपल्ट अब क्वेसन गर्नुहोस् त, जाँगरिलो रहेछ? We make a lot of excuses all the time. बाना मात्रै बनाइराखेको हुन्छ। एउटा कुरो तपाईँले आज बुझ्नुहोस्, यदि कसैले बाना मात्रै बनाइरहँदैछ भने चाहिँ ऊ चाहिँ को रहेछ, कस्तो रहेछ? हजुर अलिक सुनेन हौ, अलिक सुनेन हौ। तपाईँले भन्नुहोस् म चाहिँ त्यो अल्छी नै होइन। आमेन, हालेलुया। म त्यो अल्छी नै होइन। मेरो प्रियहरू, परमेश्वरले तपाईँलाई दिएको जिम्मा छ नि, त्यो फुलफिल गर्नुहोस्। डोन्ट मेक एक्सक्युजेस। त्यो एकवटा पाउनेले जस्तो नगर्नुहोस्। प्रभु त अनुग्रही हुनुहुन्छ नि, प्रभु त कृपालु हुनुहुन्छ नि, उहाँले सबै कुरो जान्नुहुन्छ, सबै कुरो बुझ्नुहुन्छ नि। उद्धारको लागि हामीले खट्नु पर्दैन। We don't have to work for our salvation because Jesus already paid the price for our salvation. Amen. हामीले खट्नु पर्दैन, परिश्रम गर्नु पर्दैन। यीशुले हाम्रो उद्धार र मुक्तिको लागि उहाँले मूल्य चुकाइसक्नु भएको छ, आफ्नो रगतको मूल्य। तर हामीले प्रभुको राज्यको लागि चाहिँ खट्नु पर्छ। For the kingdom of God we have to work hard. अनि परमेश्वरको सेनाहरू अल्छी नै भइदियो भने के हुन्छ राज्य? God is omniscient, He is powerful, He is awesome, He is mighty.
तर उहाँको वरियर्सहरू चाहिँ अल्छी अल्छिदियो भने के हुन्छ? विश्वासीहरू चाहिँ अल्छी अल्छिदिएर अलवेज बाना मात्रै बनाइबस्यो भने के हुन्छ? खतम हुन्छ। उहाँको राजा बढ्दैन। अनि एउटा कुरा याद गर्नुहोस्, हरेकले आफूले गरेको कार्य अनुसार परमेश्वरले इनाम दिनुहुन्छ। आमेन। र यहाँनिर नि असल र विश्वासी नोकर भने क्या, गुड एन्ड फेथफुल सर्भेन्ट भन्यो। सो गॉड इज नॉट इंटरेस्टेड विथ आवर पोजिसन एन्ड टाइटल। मैले एउटा फेसबुकमा लेखिराखेको थिएँ, आवर आइडेन्टिटी इज नट इन आवर टाइटल एन्ड पोजिसन बट इट्स इन क्राइस्ट। हाम्रो पहिचान हाम्रो नाम र पदमा छैन, ख्रिस्टमा छ। आमेन, हालेलुया। है, सो परमेश्वरले को बिशप, को रेभरेन्ड, को डक्टर, को पास्टर, को एपोस्टल, को प्रोफेट, को एभेन्जलिस्ट, को टिचर यहाँ भन्नु भएको छैन। सो त्यसले गर्दाखेरि रेभरेन्ड, डक्टर, एपोस्टलहरूले आफ्नो टाइटलमा कहिले पनि गर्व नगरोस्, घमण्ड नगरोस्। मेरोमा यो डिग्री छ, PhD को डिग्री छ भनेर घमण्ड नगरोस्, गर्व नगरोस्। गर्व गर्नेले एउटै कुरामा गर्व गरोस्, म ख्रिस्टमा छु। आई एम इन क्राइस्ट। हालेलुया। संसारको लागि मात्रै हो टाइटल, संसारको लागि मात्रै हो टाइटल, डिग्री संसारको लागि मात्रै हो। स्वर्गमा गएर म त नि यत्रो मण्डलीको बिशप हो नि, म त यत्रो मण्डलीको पास्टर हो नि, होइन। फेथफुल एन्ड गुड सर्भेन्ट, प्रभुले त्यो भन्नुहुन्छ। आमेन। सो हामी जति पनि प्रभुको सेवाका गर्नेहरू छ, हामीले कसरी गर्दछौँ सेवाकाई, एक दिन हामी सबैजनाले प्रभुको अगाडि लेखा दिनुपर्छ, हिसाब दिनुपर्छ। ठुलो चर्चको, मेगा चर्चको पास्टर किन नहोस्, 2-3 जना मण्डलीको पास्टर किन नहोस्, तर हरेक सेवाका गर्ने व्यक्तिहरूले एक दिन प्रभुको अगाडि सबै कुराको हिसाब दिनुपर्छ। मैले पनि नि लिभिङ फेथ चर्चको हिसाब दिनुपर्छ। याद गर्नुहोस्, याद गर्नुहोस्, मैले पनि नि एक दिन लिभिङ फेथमा कसरी सेवाका गरे, त्यसको जिम्मा, त्यसको हिसाब, त्यसको एकाउन्ट मैले दिनै पर्छ परमेश्वरलाई। त्यसले गर्दा मेरो एउटा स्लोगन छ, ट्रान्सपेरेन्सी एन्ड कन्सिस्टेन्सी इज इम्पोर्टेन्ट फर क्रिस्चियन लिडर। ट्रान्सपेरेन्सी एन्ड कन्सिस्टेन्सी इज इम्पोर्टेन्ट फर एभ्री क्रिस्चियन लिडर। पारदर्शिता र निरन्तरता भन्ने कुरो चाहिँ हरेक क्रिस्चियन लिडरमा आवश्यक छ। किनभने आज मैले कसरी सेवा गर्दैछु मान्छेको अगाडि त्यो इम्पोर्टेन्ट होइन, तर एक दिन म प्रभुको अगाडि उभिएर जवाब दिन्छु भन्ने कुरो इम्पोर्टेन्ट हो। हालेलुया। है, सो त्यसले गर्दा सानो कुरो हामीले किन नपाएको हौ, बी फेथफुल। हालेलुया। आज मैले यहाँनिर लिडर्सहरूलाई उभ्याइदिएँ, सायद उहाँहरूको सानो सानो जिम्मा होला। म भन्न चाहन्छु तपाईँहरू फेथफुल हुनुहोस्, परमेश्वर तपाईँलाई ठुलो जिम्मा दिनुहुन्छ। आमेन। किन यहाँ भनेको छ, त सानो कुरामा विश्वासको भइस म तपाईँलाई अझै ठुलो जिम्मा दिनेछु। कतिजनाको यहाँनिर थुप्रै लिडर्सहरू छ। एउटा कुरो म तपाईँलाई भन्न चाहन्छु, म यहाँनिर एभ्री सन्डे आएर वचन प्रचार गर्छु, तर याद गर्नुहोस्, आज मलाई यहाँनिर एभ्री सन्डे आएर वचन प्रचार गर्नमा सहज बनाउनेहरू चाहिँ हाम्रो थुप्रै लिडर्सहरू छ। मिडियामा छ भाइ बहिनीहरू, हाम्रो भोलिन्टियर्स टिम छ, हाम्रो इन्टरसेसरी टिम छ, वर्शिप टिम छ, हाम्रो वुमेन्स लिडर यहीँ हुनुहुन्छ। मेरो श्रीमती, एकछिन मेरो श्रीमती आइदिनुहोस्। मेरो श्रीमती चाहिँ को भनेर कतिजनाले सोचिराखेको होला है। अघि सबैजनाको वाइफ एन्ड हस्बेन्ड चिनाए, मेरो श्रीमती मात्रै, मेरो श्रीमती चाहिँ यहाँ हुनुहुन्छ है। चिन्नुभयो? ओके, ल हुन्छ। उहाँ चाहिँ वुमेन्स लिडर पनि हुनुहुन्छ है। मैले पनि बिर्सेछु, सबैजनाको वाइफ एन्ड हस्बेन्ड चिनाएँ, मेरो मात्रै चिनाएन रहेछ। ल हुन्छ है। सो तपाईँहरूको यहाँनिर थुप्रै रेस्पोन्सिबिलिटी छ। कोही टिनेजर्स टिचर्सहरू छ, सन्डे स्कुल लिडर्सहरू छ, वर्शिप इन्चार्ज, थुप्रै सबैजनाले आफ्नो आफ्नो डिपार्टमेन्ट निभाइराखेको छ। अनि म चाहिँ ओभरसियर है, सबै म हेर्छु। अनि आज मलाई यस्तोमा आएर वचन प्रचार गर्न सहज भएको कारण चाहिँ हाम्रो चर्चमा थुप्रै लिडर्सहरू छ जसले आफ्नो जिम्मेवारलाई निभाइदिएको कारणले गर्दाखेरि मेरो भारी हल्का हुनेछ, टाउको भारी। हालेलुया। यो सबै जिम्मा मैले निभाउनु परेको भए चाहिँ म चाहिँ यति बेला बुढो भइसक्थ्यो होला, बुढो भइसक्थ्यो, तर मेरो भारी उठाइदिने थुप्रै व्यक्तिहरू हुनुहुन्छ। आमेन। मलाई खुसी लाग्छ हाम्रो चर्चले हामीलाई धेरै माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ, हाम्रो केयर गर्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ। ती कुरोले पनि सायद म बुढो नभइहालेको होला। यदि हाम्रो मण्डलीले चाहिँ टेन्सन मात्रै दिएको भए यति बेला मेरो चौरी परिसक्थ्यो होला।
मेरो केस सेतै फुलिसक्थ्यो होला। प्रभुलाई धन्यवाद भएको होस्। हाम्रो मण्डलीमा परमेश्वरले असल विश्वासहरू दिनुभएको छ। म यो प्रार्थना गर्छु प्रभु, यस ताली बजाएर प्रभुलाई धन्यवाद दिनुहोस्। म यो प्रार्थना गर्छु प्रभु, तपाईँले आउने दिनहरूमा पनि अझै असल विश्वासहरू दिनुहोस्। टाउको दुखाउने होइन, टाउको दुखाउने भएको चाहिँ भारी भएको चाहिँ हल्का बनाउने विश्वास प्रभु तपाईँले दिनुहोस्। आमेन, हालेलुया। है, अनि एउटा पद पढेर म अन्ताउन चाहन्छु। लुका 16:10, लुक च्याप्टर 16:10। जो थोरै कुरामा इमानदार हुन्छ त्यो धेरैमा पनि इमानदार हुन्छ, र जो जति सानो कुरामा बेइमान हुन्छ त्यो धेरैमा पनि बेइमान हुन्छ। यहाँनिर न्यू किङ जेम्स भर्जनमा यसरी लेखेको छ, He who is faithful in what is least is faithful also in much, and he who is unjust in what is least is unjust also in much. Right? He who is faithful what is in is least is faithful also in much. जो सानो कुरामा विश्वासयोग्य इमानदार हुन्छ त्यो व्यक्ति चाहिँ ठुलो कुरामा पनि इमानदार र विश्वासयोग्य हुनुहुन्छ। आमेन। हामी 5 तोडा पाउने र 2 तोडा पाउने व्यक्तिहरू जस्तै हौ। सबैले भन्नुहोस् न आमेन। त्यो 1 तोडा पाउने जस्तो चाहिँ होइनौ भन्नुहोस् न। 1 होइन, 2 होइन, 3 होइन भनिदिनुहोस् न। आमेन, हालेलुया। एकपल्ट ताली बजाएर परमेश्वरलाई धन्यवाद दिनेछौँ है। र तपाईँहरूको लागि पनि परमेश्वरले स्वर्गमा इनाम राखिदिनु भएको छ। म पाउँछु कि पाउँदैन थाहा छैन, तपाईँहरू जसले प्रभुको लागि खट्दै हुनुहुन्छ तपाईँले पाउनुहुन्छ। आमेन। मैले यहाँनिर किन म सक्थेँ यहाँनिर कसैलाई है पैसा दिएर राख्नको लागि, इभन सेक्रेटरीलाई पनि म अलिकति पैसा दिएर तपाईँहरूले यो स्याटरडे सभा, तर मैले नभनिहालेको कारण नि आई वान्ट टु अब्जर्भ कसले प्रभुको सेवा गर्न चाहनु हुँदैछ। तपाईँले नसम्झिनु होला, हामी सक्छौँ अलिकति हामीले यहाँ सेक्रेटरीलाई पैसा दिएर भाइ बहिनी तपाईँहरूले एभ्री स्याटरडे क्लिनअप गरिदिनुहोस्, सटअप गरिदिनुहोस् अनि सबै गरिदिनुहोस्। यो चाहिँ मैले एउटा अपर्च्युनिटी दिएको, कसले प्रभुको सेवा गर्न चाहन्छ। किनभने कतिजना के सम्झिन्छ, अगाडि आएर वर्शिप गर्नु, अगाडि आएर बजाउनु, अगाडि आएर प्रचार गर्नु त्यो मात्रै सेवा होइन। सेवा चाहिँ जहिले पनि ग्रासरुट लेभलबाट सुरु हुन्छ। आमेन। सेवा कहाँबाट सुरु हुन्छ? ग्रासरुट लेभलबाट, 0बाट स्टार्ट हुन्छ। यदि कसैको सेवाका एकैचोटि 10बाट सुरु हुँदैछ भने नि, पुलपिटबाट सुरु हुँदैछ भने नि त्यो कहिले पनि ग्रो हुँदैन। सेवाका चाहिँ 0बाट सुरु हुनुपर्छ। आमेन। तपाईँहरू एभ्री स्याटरडे आएर क्लिनअप गरिराख्नु भएको छ, मिलाउनुहुन्छ। हामीलाई सन्डे कति सजिलो छ, तर अब यस्तो दिन आउला असर म थाके तब चाहिँ म कोही न कोही राख्छु यहाँनिर। तर जबसम्म तपाईँहरूले सेवाकै गर्दै रहनुहुन्छ म कसलाई पनि राख्दिनँ यहाँनिर, किनभने तपाईँहरूको लागि एउटा सेवाकै गर्ने कि एउटा मौका हो। नसम्झिनुहोस् है, पुलपिट मात्र सेवाकै गर्ने ठाउँ हो, टोइलेट पनि सेवाकै गर्ने ठाउँ हो, सफा गर्नु। आमेन। किचन पनि सेवाकै गर्ने ठाउँ हो। परमेश्वरले त्यो कुराहरू हेर्नुहुन्छ, इमानदारी र विश्वासयोग्य। त्यसले गर्दा परमेश्वरले के भन्नुभयो, जो सानो कुरामा इमानदारी विश्वासयोग्य छ त्यो व्यक्तिले ठुलो जिम्मा पाउनेछ। आमेन। आज तपाईँले देखिराख्नु भएको छ, दिनुहोस् ताली बजाएर प्रभुलाई धन्यवाद दिनुहोस्। आज तपाईँले देखिराख्नु भएको छ यहाँनिर पास्टर रोशन उभिएर वचन बोल्दैछ है, टाई सुटमा वचन बोल्दैछ। तर एक दिन म तपाईँलाई भन्नेछु सेवाका कसरी भएको थियो है, कसरी भएको थियो। अहिले समय छैन। दाउद राजा विश्वासयोग्य सानोमा भएको कारणले गर्दा ऊ इजरायलको राजा बसे। घोडा भेडा बाख्रा चराउने व्यक्ति इम्पोसिबल थियो, तर ऊ एक दिन के बन्यो? इजरायलको राजा। योसेफ सबै दाजुभाइले हेपिएको भाइ, जेलमा पनि परेको सडेको त्यो व्यक्तिलाई प्रभुले प्रधानमन्त्री बनाउनु भयो। जो सानो कुरामा विश्वासयोग्य हुनुहुन्छ नि त्यो व्यक्तिलाई प्रभुले ठुलो जिम्मा दिनुहुन्छ। आमेन। त्यही गर्दा तपाईँले जिम्मा पाउँदै गर्दा यो गर्दिनँ त्यो गर्दिनँ भन्नुहुँदैछ भने यु आर मिसिङ द ब्लेसिङ अफ गड। बी फेथफुल इन स्मल थिङ्स, गड विल गिभ यु मोर। आमेन।